हाम्रो लाइफमा आउने समस्याहरूलाई हामीले कति ठुलो ठुलो सोच्छौँ नि, तर वास्तवमा ती समस्याहरू चाहिँ ठुला समस्या होइनन् कि जस्ट हामीले त्यसलाई कति लामो समयसम्म होल्ड गरेर राख्छौँ भन्ने मात्रै कुरा हो। यसलाई म एउटा स्टोरीको थ्रुबाट सम्झाउँछु। यो स्टोरी धेरैजनाले सुनि पनि सक्नु भएको होला, बट स्टिल समवान निड्स टु हियर दिस टुडे, हैन? सो एउटा क्लासमा चाहिँ एकजना प्रोफेसरले क्लास लिँदै हुनुहुन्थ्यो र त्यही समयमा एउटा ग्लास अफ वाटर हैन उठाएर उहाँले चाहिँ के भन्नुभयो भन्दा सोध्नुभयो आफ्नो स्टुडेन्ट्सहरूलाई कि यो ग्लास चाहिँ कतिको हेभी होला भनेर हैन। सो स्टुडेन्ट्सहरूमध्ये कसैले 200 ग्राम भने, कसैले 300 ग्राम भने, कसैले एकदमै हेभी होला भन्ने कुरा गरे भने कसैले चाहिँ यो यति जाबो पानी पनि के हेभी होला र सर भन्ने कुरा गरे हैन। त्यो टाइममा चाहिँ प्रोफेसरले स्माइल गर्नु भएर के कुरा भन्नुभयो भन्दा यसको चाहिँ वेट इम्पोर्टेन्ट हैन, बट म यो ग्लासलाई कति बेरसम्म यसरी समात्छु जस्ट त्यो इम्पोर्टेन्ट हो। 1 मिनेट समात्दाखेरि यसबाट केही पनि हुँदैन हैन। 1 घण्टा समात्दाखेरि थोरै हात दुखे जस्तो होला, तर एक दिनभरि चाहिँ मैले यो ग्लासलाई यसरी होल्ड गरेर समाते भने चाहिँ मेरो हातमा पेन स्टार्ट हुन्छ हैन त। सो समस्या चाहिँ ग्लासको वेटमा हैन, त्यो कति धेरै टाइमसम्म चाहिँ हामीले होल्ड गरिराख्यौँ भन्ने कुरा हो। सो यसको लेसन चाहिँ के हो भन्दा हामीले हाम्रो लाइफमा आउने प्रब्लम्सहरूलाई चाहिँ ठुलो बनाएका छौँ किनभने हामीले त्यसलाई लामो समयदेखि होल्ड गर्दै आइरहेका छौँ। त्यसैले आज नै आफ्नो मनमा भएको एउटा यस्तो अननेसेसरी बर्डनलाई छोड्ने प्रयास गर्नुहोस् जुन चाहिँ तपाईले लामो समयदेखि होल्ड गर्दै ठुलो बनाएर राखिराख्नु भएको थियो है त। Thank you so much and comment down below कि are you ready or not?